घर बनाउँदा हुने 7 वटा ठुला गल्तीहरू जसले गर्दाखेरि तपाईँको घरमा एकदमै धेरै समस्याहरू आउँछ। त्यो 7 वटा गल्तीहरूको बारेमा भन्न गइरहेको छु। अब पहिलो सबैभन्दा ठुलो गल्ती भनेको चाहिँ हामीले प्रायः जसो रेजिडेन्सियल बिल्डिङ बनाउँदाखेरि चाहिँ माटोको चाहिँ परीक्षणै नगरिकन चाहिँ हामीले अन्धाधुन्ध यसै हेरेको भरमै यहाँनिर यसरी चाहिँ फाउन्डेसन डिजाइन गर्दाखेरि हुन्छ भनेर चाहिँ स्ट्रक्चरल इन्जिनियर अथवा चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ डिजाइनरले भनेको आधारमा हामीले चाहिँ माटो परीक्षणै नगरिकन चाहिँ घरहरू बनाइरहेका छौँ। हुन त अहिले नेपालको लेटेस्ट नेपाल नेसनल बिल्डिङ कोड अर्थात् एनबिसी 105/2082ले चाहिँ नेपालको नगरपालिका अनुसार कुन चाहिँ नगरपालिकाको कुन चाहिँ वडामा कस्तो खाले सोइल कन्डिसन छ भनेर चाहिँ एउटा तथ्याङ्क चाहिँ सार्वजनिक गर्न चाहिँ गरेको छ। तर पनि हामीले चाहिँ आफ्नो साइटको चाहिँ माटोको कन्डिसन हेरेर त्यहाँनिर चाहिँ कटिङ छ अथवा चाहिँ ओभरफिलिङ छ अथवा चाहिँ तपाईँको चाहिँ खेतको जग्गा हो अथवा चाहिँ तपाईँको चाहिँ पाखो जग्गा हो, त्यो आधारमा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो घरको निर्माण गर्नुभन्दा अगाडि चाहिँ डिजाइन गर्नुभन्दा अगाडि नै तपाईँले चाहिँ माटोको टेस्ट गरेको, त्यसमा अलिकति खर्च लागे पनि तपाईँले माटो टेस्ट गरेर चाहिँ घर बनाउँदाखेरि चाहिँ राम्रो हुन्छ। र यही गल्तीले गर्दाखेरि कहिलेकाहीँ हाम्रो घरहरू भाँसिने, जमिन चिरा पर्ने, होइन, पहिरिने जस्तो समस्याहरू चाहिँ हामीले देख्न सकिन्छ।